रवि लामिछानेज्यूको अझै फरक अवतार हिजोको त्यो अभिमुखीकरण कार्यक्रममा देखियो। रवि लामिछाने जस्तो सुनिने हुन्थ्यो नि त्योभन्दा धेरै फरक तर जिम्मेवार। उहाँको आक्रोश थिएन, शालीनता थियो। कुण्ठा थिएन, आवेग थिएन, उत्तेजना थिएन, त्यसका ठाउँमा शालीनता थियो। विवेकपूर्ण अभिव्यक्ति थियो, जिम्मेवारीपन थियो। विशेष अभिव्यक्ति अत्यन्तै सुविचारी ढङ्गबाट देखिन्थ्यो। देख्दा स्वतस्फूर्त रूपमा बोलिए जस्तो देखिए तापनि निकै लामो गृह कार्य गरेको बुझिन्छ। उहाँले केही यस्ता महत्त्वपूर्ण विषयवस्तु उठाउनुभयो जहाँ ठ्याक्कै मदन भण्डारी र बीपी कोइरालाको झल्को मेटिनी गरिदिनु भयो। उहाँले उठाएका केही महत्त्वपूर्ण कुराहरू यस्ता छन्। स्वार्थ समूहको घर दैलोमा दौडधुप नगरिदिनु होला। गुट उपगुट बनाएर काम नगरिदिनु होला। समाजको सपनाको भारी सदैव बोक्नु होला। बिचौलियाहरूको एक कप चिया पनि पिउनु अघि शहीदका आमाहरूलाई सम्झिदिनु होला। प्रत्येक भोटको महत्त्व सम्झिनु होला। मिडिया कर्मीमा बोल्नु अघि 100 पटक सोचेर मात्रै बोल्नु होला। आफ्नो क्षेत्रमा मात्रै बजेट पार्ने पनि नगर्नु होला। नागरिकसँग सधैँ नजिक रहनु होला अनि मन्त्री बनाइदिनु भन्दै म कहाँ नआइदिनु होला भनेर रवि लामिछानेज्यूले यस्ता गहन विषयमा मै हुँ भन्ने राजनेतालाई पनि मुटु छेड्ने गरी अभिव्यक्ति दिनुभयो। तपाईहरूलाई उहाँको अभिव्यक्ति कस्तो लाग्यो? मनपर्छ भने सबैमाझ यो भिडियो सेयर गरिदिनु होला। धन्यवाद।